ए गाइस तपाईहरुले लास्ट भिडियोमा चाहिँ देख्नु भयो होला म सिद्धकाली मन्दिरमा वरिपरि तपाईहरुलाई दृश्य देखाएको थिएँ र आज चाहिँ म कैलाश डाँडामा रहेको कैलाश शिवजीको मूर्ति देखाउन गइरहेको छु र यताबाट चाहिँ रहेको छ प्रवेशद्वार र यता रहेको छ सिद्धकाली मन्दिर देख्न सक्नुहुन्छ तपाईहरुले र अब चाहिँ म चाहिँ यहाँबाट कैलाश डाँडाको बाटोको तर्फ जान चाहन्छु। देख्न सक्नुहुन्छ तपाईहरुले यस्तो रहेको छ सिडीको अवस्था। ठ्याक्क माथि गएपछि म तपाईहरुलाई कैलाश डाँडाको पढ्न सक्नुहुन्छ। अघि म तलबाट निस्किरहेको थिएँ र अहिले चाहिँ भोजपुरको भ्यू पोइन्ट यहाँबाट चाहिँ सबै भोजपुरको वरिपरि ठ्याक्क एयरपोर्टदेखिको लिएर टुडीखेल रङ्गशाला नगरपालिका चाहिँ नयाँ बसपाट चाहिँ त्यहाँनिर रहेको छ। अनि यो बजार पुलिस चौकी त्यहाँनिर रहेको छ। भोजपुरको आर्मी ब्यारेक भनेको चाहिँ यो ठाउँमा रहेको छ। देख्न सक्नुहुन्छ तपाईँले भोजपुरको वरिपरिको भ्यू र यहाँ माथि चाहिँ रहेको छ कैलाश डाँडा। मेन पोइन्ट चाहिँ भनेको यहाँ माथि रहेको छ। त्यहाँ चाहिँ हामी गएर त्यहाँको शिवजीको मूर्ति पनि देखाउन चाहन्छौँ। ओके गाइस म चाहिँ उकालो निस्किरहेको छु। कैलाश डाँडामा निस्किनको लागि अलिकति यस्तो पनि उकालो रहेको छ। अब यस ठाउँमा चाहिँ फेरि सिडी रहेको छ। पछाडिको चाहिँ सिडी रहेको छ। हामी सिडीमा पनि हामी यही सिडीबाट हिँड्नेछौँ। यस्तो कच्ची बाटो किन हिँड्ने होइन, अल्छी लाग्दो हुन्छ, झाडीहरू छ। अब यो तरिकाको बाटोमा चाहिँ गाउँका जाने रहेको छ टावर। यसलाई टावर भन्छ होइन, टावर सिलिकिङ खानेपानीको ट्याङ्की छ यहाँ रहेछ कैलाश डाँडा। कैलाश डाँडा रहेछ। म कैलाश डाँडाको चाहिँ तपाईँलाई कति बेला देखाउँ भन्ने आतुर भइरहेछ। म त्यहाँ चाहिँ लगेर ठ्याट्टै देखाइहाल्छु। ए गाइस तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो भोजपुरको सिलिकिङ खानेपानीको ट्याङ्की पनि रहेको छ। र म चाहिँ अहिले रहेको छु भोजपुर सिद्धकालीदेखि मास्तिर शिरमा रहेको कैलाश डाँडाको गेटमा रहेको छु। र म चाहिँ यहाँ गेटभित्र प्रवेश गर्न गइरहेको छु। भित्रको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले। क्या आनन्द लाग्दो ठाउँ रहेको छ। र दायाँ बायाँ नगरिकन म चाहिँ फुत्तै पहिला माथि गएर माथिको भ्यू देखाउन गइरहेको छु। यहाँ चाहिँ रहेको छ यतापट्टि दाहिने देब्रे घन्टी यसरी भेट्ने भए चाहिँ दुईपट्टि बजाउनु हुन्थ्यो। भेटिँदैन, यी ठुलो ठाउँ भएको हुनाले पहिला यता पछि यता यसरी बजाउनु गएको छ। र रहेको छ जय भोलेनाथ। तपाईँलाई मेरो खुट्टा यत्रो छ शिवजी कति मोटो पाउ गर्नु पर्यो सोया। र अब चाहिँ यहाँ रहेछ शिवजीको साँडे बान एक वाच गरिरहेछ कि शिवजी कतै अन्तर्ध्यान हुनुहुन्छ कि भनेर बानले त दिनु पर्यो नि त होइन। यो साँडेले दायाँ बायाँ नहेरिकन एकैचोटि शिवजीलाई मात्रै फोकस गरिरहेको पनि दृश्य देखाउन गइरहेको छु। र यतापट्टि रहेको छ ठ्याक्क शिवजीको ब्याक साइड रहेको छ दुध कुण्ड। यहाँ चाहिँ ठक्क हामीले देखिरहेको छौँ। तर यहाँ चाहिँ खासै दुध बगाउने प्रचलन रहेको छैन रहेछ भन्ने कुरो अलिकति बुझिरहेको छु मैले चाहिँ। खासै मान्छे आइरहेको छैन यहाँ होइन। अन्य ठाउँतिर कस्तो दुध कुण्ड यस्तो प्रवेश मन्दिरमा चाहिँ यहाँ ठ्याक्क शिरमा दुध खन्याइदिने र यहाँबाट चाहिँ सर बगेर यहाँ झर्ने, यहाँबाट बगेर सट्ट उहाँ जाने, उहाँबाट उता जाने चाहिँ यहाँ चाहिँ व्यवस्था रहेको छ। तपाईँहरूले पनि यहाँनिर त्यो गर्न चाहनुहुन्छ भने 1 लिटर 2 लिटर 1 गाग्री दुध खनाइ नि भयो, जति खनाइ पनि भयो। आफ्नै इच्छा चाहे यो खोलै बगेर यहाँबाट खोलै बगोस् सिद्धकालीमा सन् भल झर्ने गरी बगाउँदा नि भयो। चाहे अब होइन दुधै खनाउनु हुन्छ, यो दुधको भलै जा जस्तो खोल्सातिर तल डङ गर्दै होइन त्यतिकै खनाउँदा नि भयो। पायो एक थोपा मात्रै खनाउनुहुन्छ भने पनि पायो। आफ्नो आस्था हो। चाहन्छु बम बम भोले वरिपरिको भ्यू देख्न सक्नुहुन्छ। गाजा खायो कसले तपाईँ के प्रतिक्रिया लाग्छ तपाईँहरूले पनि कमेन्ट गर्नु होला। र मलाई चाहिँ लास्टै मजाहरूलाई चाहिँ कस्तो लाग्यो त्यो अनुभवहरू यसमा सेयर गर्नु होला, कमेन्ट गर्नु होला। कसले भोजपुर कैलाश डाँडाको शिवरात्रिमा बनाएको प्रसाद दुधवाला कपमा टक्क खानु भएको छ छैन के छ भन्नु होला। त बनाउनु लाग्यो क्या है, लास्ट चाहिँ मिठो लागेको हाम्रो शिवजी। अब यहाँबाट हेर्न सक्नुहुन्छ तपाईँहरूले भोजपुर यहाँ मुनि चाहिँ रहेको छ ठ्याक्क भोजपुर सिद्धकाली मन्दिर। हामी भोजपुर सिद्धकालीको टपमा छौँ। म देखाइ नि एकचोटि। जय हो भोलेनाथ। बाई बाई।